हेलो हजुर नमस्ते गुड मर्निङ स्वागत छ हजुरहरूलाई मेरो मिनी ब्लगमा। म चाहिँ रूपमा बिहान बिहान उठाएर चिया पकाउनु तर्फ लागे कि म चाहिँ सबै काम भ्याएर हो है फेरि। अनि चिया हामी तिनजनाले मात्रै खान्छौँ, बुवा मम्मी र म। अनि हामी तिनजनाले चाहिँ कपमा ट्याक्क रेडी गरेँ। अनि बुवा मम्मीले चिया खाँदैन त म फेरि बाहिरको मौसम देखाइरहेको छ साथीहरू। यस्तो दिल गार्डन गराउनेवाला छ नि त मौसम। पानी आएको थियो रातभरि, हिजो सुकादो र सुकाएको कपडाहरू सबै रातभरि भिजे। हिजो मम्मीले उठाउन भन्दै हुनुहुन्थ्यो तर मैले उठाएन, तर भइयो रुजेर कपडाहरू भरि। ट्र्याक्टरले जोत्दै थियो, फेरि रोप्न आज रोपाई गर्न चाहिँ हिँडेको के। अनि रोपाई गरेर खेततिर आग्यो। अनि यहाँ म भिडियो बनाउँदैछु क्या दिदीहरूको। यता यो फाँट यति ठुलो छ नि, फाँटै भन्दा पनि हुन्छ क्या। यो खेतको गह्रो यति ठुलो छ, वरिपरिबाट त्यो पारी देखेको दुईवटा गह्राहरू पनि त्यसैसँगै थिए। त्यसले सानो सानो बनाउने भनेर चुटालेर अनि दुईवटा गह्रा बनाएको तिनीहरू। यो लास्ट ठुलो गह्रा छ। अनि यो चाहिँ अनि हाम्रो आमाले र बहिनीले चाहिँ रोप्दै बिचदेखि रोप्ने भनेर सुरु गरेको। अनि म चाहिँ भिडियो बनाउने क्यामराम्यान। फेरि मैले सुरु गरेँ त्यो फाँटमा नाच्दैछु त्यसको गीतमा छम छम। अब उफ्रिन्छ हेर्नुहोस्, भ्याउतो उफ्रियो। अनि फेरि अब छिटो छिटो रोप्ने भनेर बहिनीले फेरि भिडियो बनाउँदिन भन्थिन्। मैले फेरि भिडियो बनाइदिएँ, क्यामराम्यान त मैले हो। अनि त उनले छिटो रोप्दैछन्। यदि फटाफट चाहिँ रोप्न सकिन्न है साथीहरू। हामी पहाडी हो नि त, कोदो रोप्न आउँछ, धान रोप्न होइन। अनि त यो गह्रा भनेको लास्ट गह्रा थियो। मस्तै आउनुभएको थियो कि केटाहरू त, कति गाह्रो हो त्यो त, लास्टै गाह्रो थियो। पम्प सेटबाट पानी लाएर हेर्नु न कस्तो भएछौँ हामी, पुरै हिलो भएर। रोपाई गरेपछि यत्तिको त हुनु पर्यो नि साथीहरू होइन। अनि हामी सबैजना चाहिँ निक्ल्यौँ के साथीहरू घरतिर। सकाएर चढिसकेको थियो नि त, तर 7-8वटा गह्रा रोपेको क्या हामीले। अनि त यहाँ घाँस हेर्नु न, माइ गड कति धेरै छ। हाम्रो दिदीले फेरि नदेखाऊ मलाई भन्दै हुनुहुन्थ्यो। अनि हामी हो त यो कुवामा यति चिसो पानी छ, कुरै छोडिदिने। त्यसै त्यो सर्फ हुने रे के यत्रै